भन्छन् नि केटी मान्छेले कि थुतुनु जोगाउनु कि कुनी के जोगाउनु भन्छन् नि। हाम्रो नानीले पनि यस्तो कुरा चाहिँ जोगिनुपर्छ है आमा। दीप मलाई थाहा थियो तिमी मलाई लिन आउँछौ यो पिज्जाबाट निकाल्छौ भनेर। तिम्रो छोरीलाई मैले जबरजस्ती गर्न खोजेको मात्रै हो, गरेको त छैन नि। के भनिस् रे? ऐ मुर्दा, तेरो मतलब के हो? मुर्दाहरूलाई जति बेला मन लाग्यो उति बेला गाउँको चेलीबेटी समाउन पाउँछस्? अरूको लागि भन्दा पनि आफ्नो लागि बाँच्नु र के गर्नुपर्छ। त्यसैले म यो घरमा बस्नु हुँदैन, मैले यो घर छोड्नै पर्छ। धेरै ठुलो स्वरले नकराउनुस् काका। अस्ति भर्खर छोरी हराउँदाखेरि बिरामी पर्नु भएको छ, अहिले फेरि ठुलो स्वर गर्दाखेरि प्रेसर बढ्ला नि फेरि। यदि ठुलो स्वरले कराउने नै हो भने ठुलो स्वरले कराउन मलाई पनि आउँछ। कसम खाओ कसम न छुटने खाओ कसम, दाजू भाई बीचमा न फुटने खाओ कसम। मायालो संगा न छुटने खाओ कसम, मायालो संगा न छुटने खाओ कसम। कसम खाओ कसम न छुटने खाओ कसम, दाजू भाई बीचमा न फुटने खाओ कसम। रगतको साइनो भन्दा भावनाको प्यारो लाग्छ। तर यही साइनो माथि दुनियाँको त गाह्रो लाग्छ। कसम खाओ कसम न छुटने खाओ कसम, दाजू भाई बीचमा न फुटने खाओ कसम। जतिसम्म बाँचेको हुन्छु सधैँ साथ पाउन सकूं। सुख दुःख हरेक पलमा तिम्रै हात पाउन सकूं। कसम खाओ कसम न छुटने खाओ कसम, दाजू भाई बीचमा न फुटने खाओ कसम। बहिनी, हिजो मात्र हामीले देवको कुरा गरेको आज टुप्लुक्क गाउँमा आइपुग्यो। कता कता मलाई त त्यही देवमाथि शङ्का पो लागेको छ। शङ्का मात्र होइन दाइ, म त 100% स्योर छु कि हाम्रो दिप दाइलाई त्यही देवले गायब गरेको हो भनेर। मलाई पनि त्यस्तै लागिरहेछ। यो विषयमा हामी आमा र भाउजूसँग सल्लाह गर्नुपर्छ। अनि अस्ति तँलाई देवले हात हालेको कुरा सूर्य दाइसम्म पुर्याउनु पर्छ, किनकि त्यो अस्तिको रिसिभीको कारणले गर्दाखेरि देवले दिपलाई जे पनि गरेको हुन सक्छ। होइन दाइ होइन,
सूर्यदाईसँग यो कुरा पुर्याउनु ठिक छ, तर आमा र भाउजूसँग यो कुरा पुर्याउनु ठिक छैन। आमा र भाउजूसँग कुरो पुऱ्याउन ठिक छैन अरे? तैँले के भन्न खोज्दैछस् नानी? तपाईँलाई थाहा छैन दाई, हाम्रो आमा कस्तो हुनुहुन्छ भनेर? आमाले सोझो औँलाले घिउ निकाल्न सक्नु भएन भने औँला बाङ्गो पारेर भए पनि घिउ निकालेरै छोड्नुहुन्छ भनेर। त्यही माथि भाउजूको त झन् कुरै छोडौँ, भट्टी चुलामा राखेको ढुङ्गा पग्लेर बरु दिप्दाईमाथि हाम्रो भाउजूको मन कहिल्यै पग्लिँदैन। त्यसैले दाई, हामीले जे काम गर्छौँ तपाईँ र म बिचमा मात्रै होस्। म चाहन्न कि हाम्रो काममा बाधा होस्। हुन्छ बहिनी, हुन्छ। आजैबाट हामी त्यो देवको विचार गर्नुपर्छ। कहाँ जान्छ, के गर्छ, कसलाई भेट्छ, त्यसको हामी ख्याल राख्नुपर्छ। दाई, सूर्यदाई कहिले घर आउनुहुन्छ? सूर्यदाई हुनुभएको भए हामीलाई कस्तो सजिलो हुन्थ्यो। त नातिन, सूर्यदाईले मलाई यो दिन आउँछु भनेर भन्नुभएको त छैन। अब यताको काम दाजुबहिनी मिलेर सम्हालौँ न। हुन्छ दाई, हुन्छ। अब हामी घर जाउँ। हामी आएको पनि धेरै बेर भइसक्यो। अहिले भाउजू र आमाले के गर्यो कसो गर्यो भनेर निधि र खुदी गर्नुहुन्छ। मेरो बहिनी हेर्दा गोजेर बिचारदेखि पनि मनको चाहिँ बाठी छ है। हिँड्छौँ, हिँड। हेर्न फुर्क पऱ्यो कि। के छ मेरो महिना छोरीको हालखबर? घरको याद आएको छैन नि? हो, आउनु पनि हुँदैन। तँलाई म त्यो दिपले भन्दा धेरै माया गर्छु। त सिर्फ मेरी होस्, मेरी। यसले मलाई अरू कुनै कुराको रिसिभीको कारण यहाँ ल्याएको होइन रहेछ। यसले त मेरो र दीपको सम्बन्धको बारेमा थाहा पाएर यहाँ ल्याएको रहेछ। आखिर दीप र मैले माया गर्दा यसलाई किन रिसिभी गर्नु पर्यो? यसलाई दीप र मेरो बारेमा कसरी थाहा भयो? अब मैले यो सब थोक पत्ता लगाउनु पर्छ। मैले हार खानुहुन्न। अब म यहाँ धेरै बस्नु हुँदैन। जसरी भए पनि म यहाँबाट टाढा भाग्नु पर्छ। हेलो माया, दीपको नाम लिने बित्तिकै अर्कै संसारमा पुगिस् त। म तेरो राम हो, राम। राम होइनस्, रामको खोल ओढेको रावण होस्। अझै आफूलाई राम भन्दैछस्? मेरी मायालाई धेरै गाह्रो भएछ। म हात फुकाइदिन्छु माया। ल्याऊ, यता ल्याऊ। कसले फोन गर्यो? हेलो, कहाँ जान्छस्? जहाँ जान्छस् तसरी मेरी होस्। हात नपाउनुहोस्। तिमीलाई त तँलाई मैले यहाँ बस भनेको थिएँ। अब ठिक भयो मेरी माया। तँलाई त्यो नाथे 2 कौडीको दीप ज्यानभन्दा नि बढी प्यारो लाग्छ होइन? त्यसको नाम लिने बित्तिकै तँलाई भाग्ने हौसला मिल्यो होइन? तँलाई मैले त्यतिकै याद आयो।
यसलाई राम्रोसँग हेर विचार गर। यो फेरि यहाँबाट भागी भने हामीलाई ठुलो अप्ठ्यारो पर्न सक्छ। त्यसैले हेर विचार गर्ने काम तिमीहरूको, मेरो बाहिर काम छ, म अहिले गएँ। त यहाँ मन हुन्छ हजुर, तपाईँ ढुक्क भएर जानुहोस्। यसलाई यहाँबाट भाग्न दिने काम हाम्रो। ल राम्रोसँग हेर, अहिले म गएँ। सहरबाट कहिले आयो? कता जान लागेको? म जहाँ जाउँ जे गरौँ त्यो मेरो विषयको कुरा हो। तिमीहरू जस्तो घर भाडुवालाई किन चाहियो? एउटै गाउँठाउँमा बसेपछि चासो त भइहाल्छ नि। देव, तिमीले मलाई गलत सम्झिरहेको छौ। मैले तिम्रो घर भाडेको होइन, तिम्रो आफ्नै गल्तीको कारणले मुनालाई गुमाएका हो। मैले त कतै जाने ठाउँ नभएर भिरबाट हाम फालेर मर्न आँटेकी मुनालाई साथ मात्रै दिएको हो, तिम्रो घर भाडेको होइन। अझै घर भाडेको होइन भन्न तँलाई लाज लाग्दैन? कस्तो साथ? तँ आफै श्रीमती नभएको मान्छे। त्यही माथि आफ्नो घर यही गाउँमा हुँदाहुँदै आफ्नो घर सम्हाल्नु पर्छ नभनिकन तैँसँग राख्नु के त्यसलाई साथ दिएको भनिन्छ? तैँले त मुनालाई स्वार्थले राखेको होस्। त नचाहिँदो कुरा नगर्देव। त आफू पनि घटिया छस्, तेरो सोच पनि घटिया छ। श्यामले मुनालाई दुःख पर्दामा साथ मात्र दिएको, नचाहिने आरोप नलगा। म श्यामसँग कुरा गरिरहेको छु, तँसँग होइन। अस्ति तँ पनि खुब बाटो बाटोमा मुनाले गाइरीमा ल्याएको पानी थापेर हातले खाइरहेको थिइस् होइन? तैँले पानी हानी न्यु गरेर मुनालाई उल्टो मौकामा चौका नखोजेको होला होइन? के रे? मैले भएको कुरा गर्दा साला मै तैँले मुनाजीलाई दुःख नदिएको भए तैँले कुटपिट गरेर मुनाजीलाई घरबाट ननिकालेको भए भिरबाट आम्फाला मर्न जान्थिन। मुनाजीले दुःख पनि पाउनुहुन्थेन र हामीले साथ पनि दिनु पर्दैन थियो। गल्ती तेरो छ, आफूमा कमी कमजोरी छ। आफूलाई सुधार्नु पर्ने छ। अझै हामीसँग आएर न्यु खोजेर हामीलाई हताल्छस्? गोपाल, छोड्दै यसलाई जति भन्दा पनि केही लाग्दैन। बरु पशुलाई सम्झायो भने सम्झिन्छ होला, यसले सम्झिँदैन। यसलाई सम्झाउनु भन्दा पशुलाई सम्झाउनु राम्रो छ। देव, तैँले आफ्नो खुट्टामा आफैले बन्चर हानेको होस्। र मुना केटकेटी होइन, तैँले जे गरे नि सहेर बस्ने, हामीले जे भने पनि मान्ने। हामीले त उसलाई दुःख पर्दा साथ मात्र दिएको हो। मलाई अरू कुरा थाहा होइन। मुना घरबाट जे कुराले निस्के पनि तैँले ललाई फकाइ गरेर तेरो घरमा लगाएर राखिस्। अहिले त तेरो घर छैन भन्ने सुनेको छु। कि यो गोपालेको जिम्मा लगाइस्? के भनिस्? भयो गोपाल, छोड्दे यसलाई। तैँले सुने होलास् नि, गुलाई चलायो गन्दा भनेर। हो, त्यही गु हो यो। ठिक भयो, मलाई फोन आयो। आज तिमीहरू बाँच्यौ। यसको हिसाब किताब एक दिन तिमीहरूसँग म राम्रोसँग लिनेछु। श्याम, यो जङ्गली जनावर जस्तो यो देवसँग कसरी बस्यो होला मुनाजी? गोपाल, बरु जनावरले हामीले भनेको मान्ला। यो देवले हामीले भनेको नि मान्दैन, कहिले पनि सुध्रिँदैन। यो पशु हो। हिँड, जाउँ बरु।
एकछिन पक। कराछेस त कहिले पनि नसुध्रिने भइस होइन? अस्ति फेरि पनि मेरो छोरीमाथि हातपात गर्ने आँट गरिस्। ओए मुर्दार, तँलाई कोही पनि चेलीबेटी देख्नु हुने कस्तो पैसा चढेको हो? ए शान्ति काकी, तिम्रो छोरीलाई मैले जबरजस्ती गर्न खोजेको मात्रै हो, गरेको त छैन नि। के भनिस् रे? ओए मुर्दार, तेरो मतलब के हो? तँ मुर्दारलाई जति बेला मन लाग्यो उति बेला गाउँको चेलीबेटी समाउन पाउँछस्? अस्ति सूर्यले त्यस्तै पिट्यो। मैले त्यति भाती सम्झँदा पनि मुर्दारको भेजामा केही नछिनी रहेछ होइन? आमा, यस्तो पशु जस्तो मान्छेसँग कुरा गरेर के बस्नु? हिँड्नुहोस् हामी घर जाउँ। जे भए पनि त यही गाउँ समाजको मान्छे होस्, त्यसैले विवाद चाहन्न म। तर अब आइन्दा मेरो छोरीलाई छुने त के, हेरिस मात्र भने पनि नि मेरो छोरा सूर्य र प्रकाशलाई भनेर तेरो हात खुट्टा भाँचेर फाल्न लगाउँछु, बुझिस् नि? आमा, यो देवलाई मात्र कराएर हुँदैन, हाम्रो नानीलाई पनि त कराउनु पर्छ नि। त्यो नाथे दीपको लागि योसँग जुधेर के गर्नु? भन्छन् नि, केटी मान्छेले कि थुतुनु जोगाउनु कि कुनी के जोगाउनु भन्छन् नि। हाम्रो नानीले पनि यस्तो कुरा चाहिँ जोगिनुपर्छ है आमा। ल ल ल, धेरै नसिका मलाई, सासु नबन मेरो। दीपको बाबालाई मैले छोडेर आएदेखि मलाई दाइ भाउजूले साथ नदिनु भएको त होइन, दिनुभएकै हो। तर म आफै बोझ भएर उहाँहरूलाई अप्ठ्यारो पारेर बसेकी छु। मैले दीपको बाबालाई छोडेर नआएकी भए आज मैले सबैको हेपाइ सहनु त पर्ने थिएन। कमला, के हो? किन टोलाएर बसेकी त? तब खाना खानु पनि पर्दैन त। दाइ, म त साँच्चै के हर्किँदै छु नि। किन? के भयो? तँलाई भाउजूले आज पनि फेरि केही भने? होइन दाइ, भाउजूले मलाई केही पनि भन्नु भएको छैन। होइन, फेरि किन तँ त्यस्तो नचाहिँदो कुरा बोलिरहन्छस्? मेरो मनमा धेरै कुराहरू आधी जस्तो भएर चलिरहेछ। अनि भाउजूले केही भने पनि छैन भनेर भन्छेस्, यसरी यो कोर टोलाएर बस्छेस्। मन आत्या छ भने भन्छेस्। कुरो के हो? सिधा भन्न, प्रष्ट कुरा गर आफ्नो दाइसित। दीपलाई र दीपको बाबालाई छोडेर आएर बसेको यो घरमा 15 वर्ष भइसक्यो। जतिसुकै वर्ष होस्, आज फेरि तँलाई यो किन यो कुरा आयो मनमा? के का लागि गर्दैछस्? मैले मेरो छोरो दीपलाई रुवाएर माइतमा बसेकोले मलाई पाप लागेको होला नि दाइ, त्यसैले त म रुनु परेको। मलाई मेरो छोरो दीपको आँसुले पिरोले दाइ, म चाहिँ हा गरेर बस्छु। त्यही अशान्ति मचिन्छ, अलक्षिण लाग्छ, साँच्चै नै अलक्षिण रहेछ। त्यस्तो कुरा के पनि नसोच, के पनि हुँदैन। मनमा धेरै कुरा खेला नबस्। मलाई बिहे गर्नुभन्दा पहिला शान्ति दिदी, दीपको बाबा कति खुसी हुनुहुन्थ्यो। जब मैले त्यो घरमा पाइला टेकी, मैले त्यो घरलाई नर्क बनाइदिएँ।
त्यसपछि दीपको जन्म भयो। दिनरातै झन् बढी झगडा हुन थाल्यो। त्यो घरको झगडा सहन नसकेर म यहाँ माइतमा आएर बसेँ। अहिले मेरो कारणले तपाईँ र भाउजू बीच पनि नराम्रो फाटो आइसकेको छ। अब म यो चाहन्न कि मेरो कारणले तपाईँ घर पनि बताभङ्ग होस्। त हेर, मनमा चाहिने भन्दा बेसी कुरा खेलाएर बसिस्। यस्ता मनमा कुरा खेलाएर बस्नु पारि राम्रो छैन। अब यदि भाउजूले नै केही भनेको हो भने मसँग भन्, होइन भने म भाउजूलाई एकचोटि फेरि राम्रोसित सम्झाउँछु। यस्ता नचाहिने कुरा मनमा खेलाएर चाहिँ नबस्या पनि। मैले गरेको गल्तीको सजाय तपाईँहरूले किन भोग्नुहुन्छ? गल्ती त मैले गरेकी हो नि, सजाय त मैले नै पाउनुपर्छ। तपाईँ पनि मेरो कारणले भाउजूलाई कति कराउनुहुन्छ। अब त अति भइसक्यो। अब म यो घरमा बसेर हजुरको र भाउजूको सम्बन्ध बिगार्न चाहन्न। मारे नि 15 वर्ष त बसेकै हो, खान दिएकै थियौ। त्यति मात्रै नभएर उसको छोरालाई पनि पालेको थियौ। आफ्नो छोराको पेट काटेर उसको छोरालाई खान दिएकै थियौ। सकिन बा, यसलाई मैले सकिन। जति गरे पनि नपुग्ने। अझ म नभए बेलामा आफ्नो दाइले कुरा पाउने फेरि लाउँदो रहेछ। कहीँ नभए कि कुरा गाड्ने, जुन थालमा खाए त्यही खान सक्छस्। कति गनगन गरेर भन्नु छ कि त्यस्तै खालकी रहेछ। एक्कासी तिमीलाई त्यहाँ आएर झम्टिहाल्नुपर्छ। कमसे कम कुरा त बुझेर बोल्नुपर्छ नि। मैले जे सुने जे देखेँ त्यही भने नि। तिमीले के बुझेको छैनौ सावित्री? तिमी त अब खुसी भएर बस। कपालले अब यो घर छोडेर जाने भाइ। छोडेर गएर के हो त? म त खुसी हुन्थेँ। कुचोले बडाले पठाउनु पर्ने कसिङ घर हावाले उडाएर लग्यो भनेर मक्क पर्थे। तिमी पनि अचम्मकी छौ के सावित्री? कहिले काहीँ त मैले भनेको कुरा पनि बुझ्ने गर न। ल भन न, भन के कुरा हो? म बुझ्ने कोसिस गरौँला। कमला, यो घरमा बसेकी छेर पो तिमीले घरको केही काम गर्नु परेको छैन। तिमीलाई धेरै सजिलो भएको छ। कमला नै यो घरबाट निस्केर गयो भने नि यो घरको बाहिरको भित्रको सबै काम तिमीले गर्नुपर्छ। खोइ तिमीले कुरो मैले मात्र रहेछु यो घरमा मेरो हो भनेर दाजु भाउजूको बारेमा सोच्ने, ख्याल गर्ने। तर दाइले बाहिर रूपले मात्र मलाई माया देखाउनु भएको रहेछ। बल्ल आएर थाहा पाएँ दाइलाई पनि भाउजूलाई गाह्रो हुन्छ भनेर मेरो काम मात्र प्यारो भएको रहेछ। अब म अरूको लागि भन्दा पनि आफ्नो लागि बाँच्नु र के गर्नुपर्छ। त्यसैले अब म यो घरमा बस्नु हुँदैन। मैले यो घर छोड्नै पर्छ। सुब्बा, घरमा को छन्? सबैजनालाई बाहिर बोला त। किन र काका? घरमा त कोही पनि हुनुहुन्न। कता उन्टे त सबैजना। मुख्य कुरो तेरो बुढो खोइ, त्यसलाई भन्दे गजेन्द्र काका आएको छ भनेर। काका, उहाँ त घरमा हुनुहुन्न। सहर जानुभएको कति भइसक्यो, आउनु भएकै छैन। होइन, त्यो सूर्य सहर गयो रे। अनि त्यो दिपेलाई चाहिँ कहाँ लुकायो तिमीहरूले? होइन काका, हामीले दिपलाई किन लुकाउने हो र? तिमीहरूले नलुकाएको भए आजसम्म त्यो दिपे कहाँ गयो त? खै त्यही कहाँ छ भनेर आमा प्रकाश खोज्न जानुभएको छ। गजेन्द्र हो मेरो नाम। जब यो गजेन्द्र गर्जन्छ, सुक्खा मौसममा पनि पानी बर्सन्छ। जब यो गजेन्द्र चुपचाप बस्छ, वर्षा मौसममा पनि खडेरी लाग्छ। त्यसैले मैले अरू कुरो केही जान्दिनँ। मैले भनिदिएको छु, खुरुक्क तेरो बुढालाई यहाँ बोला।
तिमीहरू सबै भगुवाका सन्तान हौ। त्यो शान्ति छ नि शान्ति, त्यो त बडा ठुला ठुला कुरा गर्थे त। आज चाहिँ त्यो कहाँ गई? आमा पनि दीपलाई नै खोज्न जानुभएको छ। काका, अरूलाई दोष लाउनु भन्दा अगाडि आफ्नो मान्छे कस्तो छ पनि हेर्नु पर्यो नि। ए सुपे, होइन तैँले भन्न खोजेको कुरा के हो? धेरै बाङ्गा टिङ्गा कुरा नगर, स्पष्टसँग भन् त। कुरा सिधा छ त काका। यदि दीपले तपाईँको छोरीलाई भगाएको रहेछ भने तपाईँले दीपलाई ज्वाइँ भन्नुपर्ने हुन्छ, अनि तपाईँको छोरीको सम्बन्ध हाम्रो घरमा जोडिएको हुन्छ। तपाईँ हाम्रो नातामा पर्नुहुन्छ, अनि त्यसपछि तपाईँ के भन्न चाहनुहुन्छ काका? धेरै ठुलो स्वरले नकराउनुहोस् काका। अस्ति भर्खर छोरी हराउँदाखेरि बिरामी पर्नु भएको छ, अहिले फेरि ठुलो स्वर गर्दाखेरि प्रेसर बढ्ला नि फेरि। यदि ठुलो स्वरले कराउने नै हो भने ठुलो स्वरले कराउन मलाई पनि आउँछ। र अर्को कुरा काका, तपाईँको छोरीलाई हामीले दीपसँग भगाउनु त भनेको थिएनौँ नि। फेरि अर्को कुरा, तपाईँले जति बेला मन लाग्यो त्यति बेला हाम्रो परिवारमाथि बाघले आक्रमण गर्न आएको जसरी किन आइराख्नुहुन्छ? अहिले यो आँगनमा आएर ठुल्ठुलो स्वर नगर्नुहोस् काका। पछि फेरि यही आँगनमा आएर हामीलाई हात जोड्न नपरोस्। पहिला तपाईँ आफ्नो छोरीलाई सम्हाल्नुहोस्, त्यत्तिकै तपाईँ यहाँ आएर कराएको सुनाउँदैन। पछि फेरि आफैले थुकेको थुक आफैले चाट्न नपरोस्, त्यो पनि आफ्नो छोरीको कारणले गर्दा। विचार गर्नुहोस्। हेलो हेलो सुप्पाजी, तपाईँको काम मैले सफल पारिसकेँ। तपाईँको काम भएको बेला मलाई भेट्न आउनु भएन नि त। काम सफल भएको भए पो म तिमीलाई भेट्न आउनु। मैले दीपलाई मारेर जङ्गलमा पुर्दिसकेँ। त्यो काम सफल नभएको भए के भएको त? तँलाई मैले त्यो दीपलाई पो मारेर फाल भनेको थिएँ, अनि त्यो दियालाई चाहिँ किन उठाएको नि? तेरो गल्तीको कारणले गर्दाखेरि हामी सबैजना फस्छौँ जस्तो छ। त्यो सूर्य पनि दीपलाई खोज्नको लागि सहर गएको छ। आज त्यो गजेन्द्र यही घरमा आएर अघि कराएर गयो। प्रकाश बाबु र हाम्रो घरको सपना नानीले पनि त माथि शङ्का गर्नुभएको छ। सुप्पाजी, अब त्यो सपनालाई पनि ठिक पार्न पर्यो। त्यो मलाई घरिघरि मेरो अघि पछि आएर मेरो पैतालामा काँडोले घोच्याएर हरि बेला बेला च्वास च्वास घोचिरहेको छ। चुप लाग त, चाहिने नचाहिने कुरा नगर। यदि तैँले दीपलाई मारेर फालिसकेको होस् भने त्यो दीपको लास कहाँ फालिस्? जा गएर आइज। भाउजू, हजुर कोसँग बोल्नु भएको? दाइलाई फोन गरौँ कि भनेर लागेको, सम्पर्कै हुन सकेन, अनि मोबाइल राखिहालेँ। अनि नानी, तपाईँ कुन बेला आइपुग्नु भयो? म त भर्खर आएँ कि। अनि आमालाई त देख्दिनँ त। धन्न यसले सुनेकी रहेन रहेछ। भाउजू, हजुर त टोलाउनु पो थाल्नु भयो त। के भयो हजुरलाई? मलाई कस्तो भोक लागेछ भाउजू, हिँड्नुहोस् न भित्र खाजा बनाउनलाई। हुन्छ हुन्छ, मलाई पनि भोक लागेको छ। भित्र गएर मिठो खाजा बनाएर खान्छ। चतुरे चतुरे, हजुर मालिक। एक गिलास पानी लिएर आइयो त। हस् मालिक। पानी लिनुहोस् मालिक। ला सुन चतुरे, आज मेरै छोरीको कारणले गर्दा मसँग हैसियत नमिल्ने दुई कौडीका झारेहरूले ठुलो स्वर गरेर बोले। जसले मसँग लगेको पैसा वर्ष दिन भइसक्यो तिर्न सकेको छैन, त्यसैको स्वास्नीले आफ्नो औकात बिर्सेर मलाई परिभाषाको पाठ सिकाउँदै थिए। देखि छैन तैँले? देखि मालिक, जसलाई भलो गर्यो उसैले पछि गएर खेदो खन्छ। के गर्नु मालिक साहब, गुण गरेको कसले देख्दैन, एउटा बैगुनको सबैले खेदो खन्छन्। चतुरे, छोड्दै सबै कुरा। मेरी छोरी दियालाई म आफै खोज्छु।
जा मेरो कोठाको जसलाई लिएर आइज। हस् मालिक। दिया तैँले यो ठिक गरिनस्, मेरो मन दुखाइस् तैँले। त त्यो दीपसँग भागी छैन, तैँले बिल्कुलै ठिक गरिनस्, मेरो मनलाई छिया छिया पारिस्। मालिक साहब झोला लिनुहोस्, छिट्टै दिया मैसारलाई पनि बनाउनुहोस् है सामने। हुन्छ, राम्रोसँग घर हेर्नुहोस् है। हस् मालिक साहब। म अहिले गएँ। हस्। भाइ कता टाढै हिँड्न लाग्नु भयो क्या? झोला पनि बिर्नु भएको रहेछ। कता हुनु नि श्याम, सहरसम्म जानु लाग्यो। सहरतिर के अरे? दियाको केही पत्ता लाग्यो त दाइ? पत्ता लागेको भए त दिया आज घरमा हुन्थ्यो नि। म यसरी भौतारेर हिँड्नु पर्थ्यो र त्यही दियालाई पत्ता लगाउनको लागि म सहर जानु लाग्यो। एउटा छोरी भनेर पुलपुलाएर राख्नुभयो दाइ, तपाईँलाई त्यही छोरीले धुरु धुरु रोउने भयो। श्याम, मेरै अगाडि बसेर दियाको बारेमा अनेक कुरा नभन त, बरु तिमी यहाँबाट गइहाल। दाइ मैले त जे सुने त्यही भनेको हो, किन रिसाउनुहुन्छ? दिया दिपसँग भएको गाउँभरि हल्ला छ, मसँग किन रिसाउनुहुन्छ? हल्ला चल्यो भन्दैमा तिमी पनि जे पाए त्यही बोल्दै हिँड्छौ नि। तिम्रो आफ्नै आँखाले देखेको हो दिप र दिया भएको। आफ्नै आँखाले नदेखेको कुरा सत्य नहुन पनि सक्छ, त्यसैले प्याच्च बोल्ने काम नगर। सँगै भयो नि नभए नि छोरीको कारणले तपाईँको इज्जतमा दाग त लाग्ने नै भयो दाइ। छोडिदिनुहोस् दाइ यी कुराहरू। तपाईँ सहर हिँड्न लागेको मान्छेलाई मैले त्यत्तिकै यहाँ व्यर्थमा अल्मलाइदिएँ। हुनसक्छ भने दाइ मलाई माफ गरिदिनुहोस्, मलाई अलिकति हतार छ, म अहिले लाग्छु ल। तैँले यो के गरे छोरी? तर केही छैन, समय आएपछि सबैको बोलीको हिसाब किताब चुक्ता गर्छु। त्यो सतुवा भन्ने र हाँडे लसुन भन्ने चाहिँ फेरि फिटिकै नपाउने कि जति खोजे नि यो खै पाउने। सुन्नुहोस् त, तपाईँ यतातिर जडीबुटी टिप्न कतिको आउनुहुन्छ? धेरै त आउँदिनँ बाबु, कहिले काहीँ आउँछु। किन र? तपाईँले यतातिर कतै कोही घाइते अवस्थाको मान्छे देख्नु भएको छ? यतातिर त्यस्तो त केही देखेको छैन मैले। किन र? कसलाई के भयो र बाबु? खासै त्यस्तो त केही पनि होइन, मेरो भाइलाई चोट लागेको थियो अरे, अनि गाउँलेहरूले कुरा गरिरहनु भएको थियो, त्यही भएर तपाईँले देख्नुभयो कि भनेर सोधेको। ल त्यसो भए ठिकै छ नि त, मेरो भाइलाई खोज्नु पर्यो, म चाहिँ निस्केँ है त। ल बाबुलाई खोज जाऊ, म त जडीबुटी नै टिपेर बस्छु।
दिप तँलाई त ठिक छ नि यो रगत हेर्दा कता कता मलाई डर लागिरहेको छ त्यो देवले तँलाई केही त गरेन नि मेरो आँखामा हामी 3 भाइले खाएको कसम झलझल मेरो आँखामा आइरहेको छ दाइ भाइ आज हामी एउटा कसम खाउँ जस्तो सुकै बाधा अडचन आए पनि हामी 3 भाइ एकजुट भएर अगाडि बढ्नेछौँ ठिक भनिस् भाइ आज हामी 3 भाइले एउटा प्रण गर्नुपर्छ उठाऊ हात र खाऊ कसम त्यसैले जस्तो सुकै परिस्थिति आए पनि हामी 3 भाइ कहिले पनि फुट्ने छैन झन् मजबुत र एकजुट भएर अघि बढ्नेछ त्यसैले खाऊ कसम दीप हामी 3 भाइले खाएको कसमको पनि कसम छ जसले तँलाई यस्तो अवस्थामा पुर्याएको छ त्यसको पर्दाफास गरेर छोड्नेछु त्यसको एक एक हिसाब किताब एक एक बदला लिएर छोड्नेछु दीप मलाई थाहा थियो तिमी मलाई लिन आउँछौ यो पिज्जाबाट निकाल्छौ भनेर मलाई विश्वास थियो दीप दिया यो हाम्रो बोल्ने समय हैन फेरि तिमीहरूले आएर जे पनि गर्न सक्छ हामी यहाँबाट भागिहालौँ दीप तिमी कहाँ छौ तिमी ठिक छैनौ जस्तो लागिरहेछ मलाई मैले अस्ति पनि तिम्रो बारेमा नराम्रो सपना देखेको थिएँ कतै तिमी बिरामी त छैनौ नत्र म यस्तो अवस्थामा हुँदा तिमीले थाहा पाउनु पर्ने हो मात्र तिमी मलाई खोज्दै भए पनि आउँथ्यौ दीप पक्कै पनि तिमी कुनै अप्ठ्यारोमा परेको हुनुपर्छ
खाऊ कसम न छुट्ने खाऊ कसम दाजु भाइ बीचमा न फुट्ने खाऊ कसम कसम खाऊ कसम न छुट्ने खाऊ कसम दाजु भाइ बीचमा न फुट्ने खाऊ कसम छुट्ने खाऊ कसम मायालो संगा न छुट्ने खाऊ कसम कसम खाऊ कसम न छुट्ने खाऊ कसम दाजु भाइ बीचमा न फुट्ने